हजुर नमस्कार, यहाँहरूलाई स्वागत छ हाम्रो च्यानलमा। आज मैले 4 आनामा बनेको 12x12 पिलर भएको नयाँ घर हेरेर आएको छु तपाईँहरूको लागि। काठमाडौँ जोरपाटी बाकलबारीमा पूर्वी दक्षिण मोडा गरेको 14-15 फुटे पिच बाटोमा रहेको छ। अब म तपाईँलाई भित्रको दृश्य देखाउन गइरहेको छु। स्लाइडिङ गेटबाट छिर्ने बित्तिकै यहाँहरूले पार्किङ स्पेस पाउन सक्नुहुनेछ भने यो घर यहाँहरूले थरथरीको कलर लगाएर आकर्षक डिजाइनहरू निकालेर बनेको पाउन सक्नुहुनेछ। यो देब्रेपट्टि साइडमा पनि यहाँहरूले खुला स्पेस पाउन सक्नुहुनेछ भने एउटा गाडी राखेर 2-3 वटा बाइक मजाले पार्किङ गर्न सक्नुहुनेछ। केही समस्याको कारण यो घर तपाईहरूले सोचेको भावभन्दा निकै नै सस्तोमा बिक्रीमा आएको छ। यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्स्क्राइब गरेर साथै छेउमै आउने बेलायकन थिचेर अलमा क्लिक गर्न नभुल्नु होला। यो घरको मूल्य कन्ट्याक्ट नम्बर अन्तिममा राखिदिनेछु, अन्तिमसम्म भिडियो हेरेर यहाँहरूले साथ दिनु होला। अब म तपाईहरुलाई भित्र रुमहरुको दृश्य देखाउन गइरहेको छु। यो मुनिको फ्ल्याट र दोस्रो फ्ल्याट भाडामा दिएको कारण तपाईहरुले देखाउन सकिन, तपाईहरुले सिधै माथि देखाउने छु। यो माथिल्लो दोस्रो तला रहेको छ भने अब म तपाईहरुलाई कमन टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेको छु। यो बाहिरपट्टि यहाँहरूले हातमुख धुनको लागि एउटा बेसिन पाउन सक्नुहुनेछ भने यो कमन टोयलेट बाथरुममा पनि यहाँहरूले बुटोवाला टाइलहरू युज गरेर साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको यहाँहरूले पाउन सक्नुहुनेछ। यो कमन टोयलेट बाथरुम निकै नै फराकिलो पनि रहेको छ। भर्याङमा पनि यहाँहरूले राम्रो खालको मार्बल युज गरेर बनेको पाउन सक्नुहुनेछ भने सेफ्टीको लागि स्टिल रेलिङ युज गरेको यहाँहरूले पाउन सक्नुहुनेछ। यो टप फ्लोर रहेको छ भने यो भर्याङ छोप्ने ठाउँमा यहाँहरूले पूजा कोठा अथवा स्टोर रुम बनाउन सक्नुहुनेछ। यो कमन टोयलेट बाथरुम रहेको छ भने मुनिको जस्तै सेम डिजाइनमा बनेको यहाँहरूले पाउन सक्नुहुनेछ भने बुटोवाला टाइलहरू युज गरेर ब्रान्डेड सामानहरू पनि प्रयोग गरेको यहाँहरूले दृश्यमा देख्न सक्नुहुनेछ। अब म तपाईँहरूलाई भित्र रुमहरूको दृश्य देखाउन गइरहेको छु। यो ढोकाबाट छिरेर दाहिनेपट्टि साइडमा यहाँहरूले फराकिलो किचन हल पाउन सक्नुहुनेछ भने भुइँमा पनि राम्रो खालको बुटोवाला टाइलहरू युज गरेर बनेको पाउन सक्नुहुनेछ। यो किचन स्ल्याबमा पनि राम्रो खालको मार्बल टाइलको युज गरेर बनेको पाउन सक्नुहुनेछ भने किचन ड्याक पनि निकै नै फराकिलो भित्ताभरिकै यहाँहरूले बनेको पाउन सक्नुहुनेछ। यो किचन रुम यतिका धेरै सामानहरू राखेर पनि यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। अब म तपाईँहरूलाई लिभिङ रुम र बेडरुमको दृश्य देखाउन गइरहेको छु। यो लिभिङ रुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ भने करस डिजाइनहरू लगाएर 3D पेन्टिङ गरेर साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यो लिभिङ रुम यहाँहरूले निकै नै फराकिलो यतिका धेरै सोफा सेटहरू राखेर पनि खुला स्पेस पाउन सक्नुहुनेछ भने साथसाथमा यहाँहरूले एट्याच बेडरुम पनि यहाँहरूले पाउन सक्नुहुनेछ। यो दाहिने साइडपट्टि ठुलो खालको बेड राखेर दराज राखेर निकै नै खुला स्पेस पाउन सक्नुहुनेछ भने यो रुम खुल्ला ठुलो हल भनेको यहाँहरूले पाउन सक्नुहुनेछ। मुनिको रुमहरू पनि सेम डिजाइन रहेको छ भने रुमहरू चाहिँ यहाँहरूले निकै नै फराकिलो ठुलो पाउन सक्नुहुनेछ। अब म तपाईँहरूलाई कौशीको दृश्य हुँदै माथि छतको दृश्य देखाउन गइरहेको छु। यो कौशी निकै नै फराकिलो यहाँहरूले पाउन सक्नुहुनेछ भने मुनिको रुम यहाँहरूले सेम यो कौशी जत्रै पाउन सक्नुहुनेछ भने छतमा जानको लागि चाहिँ यहाँहरूले घुम्ने खालको फलमै भर्याङ पाउन सक्नुहुनेछ भने 1000 लिटरको 2वटा ट्याङ्की रहेको छ। कपडाहरू धुनको लागि यहाँहरूले एउटा धारा पाउन सक्नुहुनेछ। अब म तपाईँहरूलाई पूर्ण जानकारी दिन गइरहेको छु। काठमाडौँ जोरपाटी बाकलबारीमा रहेको छ। 4 आनामा बनेको 2.5 तले 12x12 पिलर भएको नयाँ घर रहेको छ। पूर्वी दक्षिण मोडा गरेको 15-16 फुटे पिच बाटोमा पाउन सक्नुहुनेछ। खानेपानी बिजुली बत्ती ढल निकासा सम्पूर्ण सुविधा भएको स्कुल कलेज हस्पिटल यातायात सुविधा यहाँहरूले एकदमै नजिक पाउन सक्नुहुनेछ। यो घरमा यहाँहरूले जम्मा ठुलो 8वटा रुम पाउन सक्नुहुनेछ। 2 फ्ल्याट भाडामा दिएर यहाँहरूले 1 फ्ल्याटमा आफू मजाले बस्न सक्नुहुनेछ। यो घर 74 सालमा सुरु भएर 75 सालमा 2.5 तले सम्पन्न नक्सा पास लिएको पाउन सक्नुहुनेछ। यहाँहरूको पनि यसरी नै घर जग्गा बेच्नु परेमा अथवा किन्नु परेमा हामीलाई सम्झिन सक्नुहुनेछ। तपाईहरुलाई यो घर मन पर्यो भने स्क्रिनमा दिएको नम्बरमा कन्ट्याक्ट गरेर आउन सक्नुहुनेछ। यदि तपाईहरुलाई पैसा पुगेन भने यो घरमा बैंकिङको पनि सुविधा रहेको छ। घर धनीले बताए अनुसार यो घरको मूल्य 2 करोड 20 लाख भन्नुभएको छ भने तु पास गर्नुभयो भने मूल्यमा पनि केही थोरै मिलाएर दिने घर धनीले बताउनु भएको छ। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो च्यानललाई यसरी नै माया गरिदिनु होला, लाइक र सब्स्क्राइब गर्न पनि नभुल्नु होला भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। पुनः हामी अर्को भिडियो ल्याएर उपस्थित हुनेछु। यहाँहरूलाई धेरै धेरै धन्यवाद।